सबैजनालाई शुभेहानी म चाहिँ बिहे घर जाँदैछु। बिहेमा फोटोसुट त्यसै गरी भिडियो सुटको लागि जाँदैछु। बाक्सो नगरपालिका वडा नम्बर 3 सौदागर भन्ने ठाउँ नजिकै रहेको ठाउँमा जाँदैछु। तपाईँले देख्न सक्नुहुन्छ है। त्यसपछि हामी अलिकति अगाडिपट्टि हो। अलिकति अगाडि सकेपछि आज बिहानै ढुसी लागेको थियो वारिपारि होइन, जङ्गलतिर ढुसी लागेको थियो। यता देख्न सक्नुहुन्छ शीत के यतातिर शीतको तुषार भन्छौँ हामी, शीत परिरहेको थियो। अनि त्यसपछि ठ्याक्कै हामी हिँड्यो ठ्याक्कै बिहे घर पुग्यो। बिहे घर पुगिसक्यो यता मेरो प्रिय साथी टिकाराम, त्यसै गरी उता अर्को साथी नि छन् होइन, अर्को साथी नि छन्। त्यसै गरी तपाईँले देख्न सक्नुहुन्छ बिहे घरको मान्छेहरू। त्यसै गरी ठ्याक्कै थारमारी बजार आयो। थारमारी बजार आइसकेपछि मेरो प्रिय पहिलेदेखि नै सँगै पढेको साथी भन्ने हो कि दाइ भने आजभोलि त दाइ नै भन्छु होइन। पहिला त साथी हो सँगै पढेको होइन। ऊ भेटियो अनि निकै खुसी लाग्यो है। उसको नाम चाहिँ कुलबहादुर हो। तपाईँले देख्न सक्नुहुन्छ होइन। साथीहरू थारमारी बजार आइसकेपछि भेटिएको थियो। अनि आज यतै बस्नुपर्छ ल भनेको थिएँ, यतै बस्यो है।